हेलो नमस्ते चाहिँ दाइको रुम हो। यहाँ चाहिँ दाइको रुममा भएको सामानहरू यो हो। यहाँ छ रुखहरू, त्यसपछि यहाँ फिस, त्यहाँनिर टिभी। दाइको रुममा धेरै वाउ खतरा खतरा जुत्ताहरू छ। यहाँनिर गुडियाहरू, त्यसपछि यहाँनिर एउटा हाम्रो गौतम बुद्धको मूर्ति पनि छ। त्यसपछि हेर्नुहोस् कति राम्रो राम्रो फिसहरू छ यहाँनिर। मैले त गन्न चाहेर पनि गर्न सकिनँ, गन्न खोजेको थिएँ। यता घुम्छ उता घुम्छ, कति राम्रो राम्रो कलर कलरको फिसहरू रहेछ। त्यसपछि कति राम्रोसँग पौडी खेलिरहेछ। हेलो, म चाहिँ यता छु गाडीमा। अब हामी चाहिँ हिँडिसक्यौँ। आज हामी रिमरामदेखि डिआइपी, हामी चाहिँ डिआइपी जान लाग्यो किनकि हाम्रो घरमा रासन पानीहरू सकेको छ। त्यही भएर दाइ भाइ हामी साथी मिलेर चाहिँ डिआइपी जाँदैछौँ। याद चाहिँ अगाडि आइपुग्न लाग्यो भन्दै थियो। म त पहिला गएको थिएन, दाइहरू जानुभएको रहेछ। धेरै टाढा छैन भन्नुभयो, त्यही भएर चाहिँ जान आँटेको। यो चाहिँ अगाडि चाहिँ एकदम भिड रहेछ, गाडी गाडी छ। 4-5 बजेतिर एकदमै गाडी धेरै हुँदो रहेछ। हामी त्यही बेलामा आयो नि त। अब गर्मी छ, दिउँसो हिँड्न सक्दैन, त्यही भएर 4-5 बजेतिर गएको। गाडीहरू हुँदो रहेछ। हरू पनि यता को बस्नुहुन्छ हेर्नुहोस् है। हामी जाँदैछौँ यता खानेकुराहरू आउँछ अरे। त्यसपछि त्यही भएर चाहिँ हामी आएको यो त खै त्यहाँ त्यो जामबाट बल्ल बल्ल हेर्नुहोस् है। राउन्ड बोर्ड रहेछ, राउन्ड बोर्डबाट अनि हामी भित्र जान्छौँ। थाहा छैन अझै कति टाढा छ। भिडियो स्किप नगर्नु ल, स्किप नगर्दै हेर्नु है। को यता हुनुहुन्छ। अब चाहिँ अगाडि दामी दामी बिल्डिङहरू छ, कति राम्रो छ हेर्दै। छगडा हो कि के हो, छगडाको बोर्ड हुनुपर्छ। दामी छ हेर्नुहोस् त, कति राम्रो छ, सफा छ। वाउ, कति राम्रो राम्रो फुलहरू फुलिरहेछ छ। अनि भित्र चाहिँ थाहा भएन, मलाई चाहिँ बब्बाल लाग्यो। छेउछेउमा कति राम्रो बगैँचाहरू छ। हामीले चाहिँ किनकि अब 81 प्लान बनेको चाहिँ जाने मन त थिएन। त्यही पनि दाइले जाऊँ न जाऊँ भनेर अब कर गरेपछि हिँड्नै पऱ्यो नि। त्यही भएर जाँदैछौँ। म चाहिँ कहिले गएको थिएन, नगएको मान्छे अब गइदिउँ न कस्तो रहेछ भनेर। जाँदा जाँदै अनि मैले एउटा भिडियो त बनाउँछु भनेर गाडीमै बसेर अगाडि टक्क बसेर अनि भिडियो बनाएको है मैले चाहिँ। कस्तो लाग्छ तपाईँहरूलाई। तर दामी हो क्या, ठाउँ चाहिँ राम्रो रहेछ। आइआरडी आइआरडी आरटिएको बस पनि आउँदो रहेछ। बब्बाल छ बब्बाल। दामी लाग्यो मलाई चाहिँ। यहाँ चाहिँ जेब्रा क्रस रहेछ। नियम पालना त गर्नु पर्यो। जाऊँ दाइ जाऊँ, छिटो चलाउनु भनेर भन्नु भएन। दाइले मार्छ फेरि। हामी चाहिँ एकदम प्रेस भनेको दाइले अब यस्तै चलाइरहनु भएको छ। दामी छ नि त साथी हो, दामी छ कि छैन भन्नुहोस् त। कति राम्रो छ नि हेर्नु त, कति छेउछेउमा वाउ बगैँचाहरूले
यतापट्टि छगडाको बोर्डहरू छ, यतापट्टि फुलहरू कति राम्रो सफा क्लियर छ नि, दामी छ नि ठाउँ त। फाइनली हामी चाहिँ आइपुग्यो मार्केट। यो चाहिँ मार्केट हो, यहाँनिर चाहिँ मान्छेहरू धेरै छ, सरसामानहरू पनि कति धेरै छ। मैले तपाईँहरूलाई देखाउँदैछु। आहा, चिसोहरू मैले चाहिँ किनिसकेँ, मेरो सामान केहीहरू, मेरो सामान मैले किनिसकेँ, मलाई चाहिने जति। म चाहिँ यता छु। अब हिँड्यो हामी है, किनकि मैले यस्तो टाइम हेरेको, टाइम पनि भइसकेको छ, अब धेरै त बस्नु हुँदैन, अब चाहिँ जानुपर्छ भनेर फेरि दाइ हामी मिलेर, दाइले पनि के कति लिनुभयो, मैले चाहिँ मेरो साइडबाट मलाई चाहिने जति लिएँ। त्यसपछि दाइलाई जाउँ दाइ अब जानुपर्छ, नत्र यत्तिकै सकिन्छ, घर गएर बनाउनु नि पर्यो, खानु नि पर्यो, सुत्नु नि पर्यो। यति भनेको दाइले कुदाउन थाल्यो गाडी, कुदा 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 ठ्याक्कै हामी रिमराम राउन्ड यहाँनिर चाहिँ अब हामी पुग्न आँटिसक्यौँ। दाइलाई भनेको, दाइ कुदाउनु थालिगयो। अर्को हप्ता फेरि भेट्नेछु। ओके गाइस, अर्को हप्ता भेट्नेछु। बाई बाई।